नमस्ते, मेरो नाम डाक्टर विपिन चौधरी। म यहाँको जनरल सर्जरी को रेजिडेंट हूँ। आज हामीले एकजना 29 वर्षीय महिलाको एक्यूट अपेन्डिसाइटिस नामको रोगको ल्याप्रोस्कोपिकली अपेन्डेक्टोमी गर्न सफल भएका छौँ। हाम्रो प्रोफेसर डाक्टर विकल चन्द्र साक्य सरको प्रतिनिधित्वमा एउटा जटिल शल्यक्रिया सफल भएको छ। यो यस किसिमले पनि धेरै जटिल थियो र विशेष छ, किनकि यो अपरेसन हामीले चाहिँ एउटा सिंगल पोट अर्थात् एउटा सानो चिरा मात्रै लगाएर गर्न सफल भएका छौँ। तसर्थ म यहाँहरू सबैलाई के आग्रह गर्न चाहन्छु भने यदि हजुरहरूलाई ल्याप्रोस्कोपी विधिबाट एकदमै एस्थेटिकली र कस्मेटिक हिसाबको अपरेसनहरू गराउन मन छ अथवा आवश्यक छ भने तपाईहरू सधैँ नै हाम्रो जनरल सर्जरी विभागमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।